हेलो नमस्ते एवरीवन, वेलकम टू माय ट्रैवल विथ माइकन ब्लॉग्स। अस्सलाम वालेकुम मेरे भाई लोग। आज मैं अलग ही टाइप का ब्लॉग बनाने जा रहा हूँ। ट्रैवल ब्लॉग मतलब मेरा यूट्यूब चैनल में मतलब ट्रैवल विथ माइकन आईडी है, तो मतलब ब्लॉग तो ऑब्वियसली ट्रैवल ब्लॉग ही आएगा। आज हम लोग जा रहे हैं मुशर्रफ पार्क, दुबई में मुशर्रफ पार्क करके एक अजीब सा एक अनोखी वाला अच्छा वाला जगह है। वहाँ पे एक्सप्लोर करने जा रहे हैं हम लोग। हामी चाहिँ आज मुशर्रफ पार्क एक्सप्लोर गर्न जाँदैछौँ। लगायत स्टे ट्युन म लोकेसनहरू पनि सँगसँगै हालिदिरहेको हुन्छु, तपाईँले हेर्नु होला। अनि साथसाथै हजुरहरू पनि एक्सप्लोर गर्न नभुल्नु होला। ल म चाहिँ आज यो सराब डिजी मेट्रो स्टेसनबाट मेरो जर्नी स्टार्ट भइरहेको छ। ल गाइज, हामी चाहिँ सराब डिजीबाट जर्नी स्टार्ट गर्दैछौँ। यहाँबाट चाहिँ सराब डिजीबाट चाहिँ बुर्जुमान पुग्नु पऱ्यो पहिला, अनि त्यसपछि ल गाइज मेट्रो चाहिँ आइसकेको छ। हामी चाहिँ बुर्जुमान तर्फ जाँदैछौँ होइन। बुर्जुमानबाट चाहिँ त्यहाँबाट चाहिँ मेट्रो रेलबाट चाहिँ सेन्ट्रल पोइन्टको मेट्रोसम्म चाहिँ जाने ल गाइज, हामी चाहिँ बुर्जुमान आइपुग्यौँ। अनि बुर्जुमानबाट चाहिँ प्लेटफर्म नम्बर 1 है, सेन्ट्रल पोइन्ट तरफ लाग्दैछौँ है त गाइज। नजिक पनि होला लोकेसन। प्लेटफर्म नम्बर 1बाट चाहिँ सेन्ट्रल पोइन्ट रेड मेट्रोबाट चाहिँ जाने है त। ल गाइज, यो एक्जिट नम्बर 1 सेन्ट्रल पोइन्टमा झरेपछि चाहिँ 11 नम्बर अनि 16 नम्बर बस चाहिँ आउँछ है। अनि 16 नम्बर र 11 नम्बर बस वेट गर्नु, अनि त्यसपछि मुशर्रफ पार्कको लागि चाहिँ अगाडि बढ्छु है त। भाई लोग, ये मुशर्रफ पार्क जाने के लिए ये सेंट्रल पॉइंट से एग्जिट 1 से निकल के और 11 और 16 नंबर का बस जाएगा। तो आप लोग 11 या 16 नंबर का बस वेट कर सकते हो, और 11 और 16 नंबर के बस में आप मुशर्रफ पार्क की तरफ जा सकते हो। ल गाइज, हामी चाहिँ 11 नम्बर बस समातेर जाँदैछौँ है त। फाइनली गाइज, मुशर्रफ पार्क का लोकेशन हम लोग राइट लोकेशन में हम लोग पहुंच चुके हैं। मैं बहुत खुशी हूँ यार, बहुत खुशी। मतलब 6 महीने 7 महीने पहले से मैं प्लान बना रखा था। मतलब ये जगह है ना, मतलब टिकटॉक में यूट्यूब में देख के कसम से यार कब पहुँचूँ हो रहा था मेरे को। फाइनली आज मेरे को थोड़ा सा टाइम मिल गया, तो हम आ गए घूमने के लिए। तो अकेला हो मतलब अकेला कभी कभार अकेला घूमना भी मज़ा अलग ही होता है, और साथ में आप लोग ऑडियंस आप लोग के साथ मतलब इंटरेक्ट करके मतलब मेरे को भी खुशी मिल रहा है। तो अकेला रहना, अकेला घूमना, अकेला मतलब एक पीस ऑफ माइंड अलग से होता है यार भाई। तो लाइफ में मतलब कभी मतलब डरो मत कि मतलब अकेला रहने के लिए। अकेला फाड़ देगा भाई, फाड़ देगा। मेरा मतलब ये ब्लॉगिंग का पैशन मेरा बहुत पहले से था, तो अब जाके मैं मतलब ये चीज़ को मैं अच्छे से मतलब लेके जा रहा हूँ। अभी देख लो वीकली ब्लॉग्स, अब वीकेंड में एक ब्लॉग्स तो आएगा ही आएगा भाई, एक ब्लॉग्स, क्योंकि ज़्यादा ब्लॉग्स तो नहीं हो पाएगा क्योंकि वर्क लाइफ अलग है। काम के दौरान में हम लोग इधर काम करने आए, तो काम में मैंडेटरी काम ही होता है। काम के अलावा मतलब कभी छुट्टी मिलेगा तो भाई बैग पकड़ो चलो घूमने। ये देख सकते हो साइड में फूल इतना मस्त बना के रखा है दुबई में यार।
दुबई ने क्या चीज़ नहीं दिया यार, पर दुबई ने बहुत कुछ दिया, पर बहुत सेल्फिश है दुबई यार भाई। लोग कैसे बदल देता है भाई झटके में भाई, एक झटके में आदमी को बदल सकता है, झटके में आदमी का माइंड चेंज कर सकता है भाई। यो दुबई भनेको यस्तो हो क्या, मान्छेलाई औकात के हो, मान्छेको के हो भनेर चाहिँ यो दुबईले चाहिँ मजाले चिनाइदिन्छ कि। दुबईले चाहिँ धेरै कुराहरू दिएको छ पब्लिकहरूलाई पनि होइन। पैसा मेन भनेको पैसा हो, पैसा कमाऊ लाइफमा, अरू केही नगर, मेन फोकस भनेको पैसा कमाऊ, मस्त घुम अनि ट्राभल गर, अनि त्योभन्दा लाइफ भनेको मजा अर्को अरू केही नै छैन क्या। मेन भनेको पैसा हो, मेन पैसा। फोकस ऑन कैश नट डायरेक्ट, मतलब बुझ्नु होला नि भाइ लोग। फोकस ऑन कैश नट डायरेक्ट, मतलब कैश से फोकस करो, कैसे भी है पैसा कमाओ। हम मर्द है भाई, लड़के को भाई मर के भी मतलब कैसे भी करके किसी हालत में पैसा कमाओ, सब कुछ सही रहेगा भाई। बिना पैसा इधर भाई निकम्मे हो जाओगे भाई, कुछ होने वाला नहीं है इधर। सो गाइज हामी चाहिँ राइड लोकेसनमा पुगिसकेका छौँ। यहाँ चाहिँ बाइसाइकल लिएर घुम्न पनि सकिँदो रहेछ, तर हामी चाहिँ साइक्लिङ नगर्ने, पैदलै ट्रेकिङ हान्ने हो। साइकल चाहिँदैन, पैदलै हिँड्ने हो। हेरौँ कस्तो छ, फर्स्ट टाइम भिजिट हो, एक्सप्लोर गरौँ अनि हजुरहरूलाई पनि थोड़ा मनोरंजन दिन है। आप लोगों को लिए भी थोड़ा अच्छा मतलब इंटरटेनमेंट देने के लिए कोशिश करता हूँ। ऑल्सो देखते हैं गाइस। अर्को स्टपमा राखेर त्यहाँबाट ट्रेकिङ गर्दा राम्रो हो कि के हो, फर्स्ट टाइम आएको म त केही बुझेन हो। चलो देखते, मैं तो पैदल ही चल रहा हूँ, देखते कहाँ पहुँच जाता हूँ, कहाँ तक पहुँच जाता हूँ। 7 बजे तक ये खुला रहता है, 7 बजे बाद बंद रहता है। देखते हैं कहाँ तक पहुँच जाएंगे। इट्स बेटर टू टेक अ बाइसाइकल राइट। मजा आउँदो रहेछ यार साइकल लिएर दौडिनलाई त यार। मजाले बच्चा बच्चीहरू क्या मस्त तरिकाले खेलिरहेको छ है। डाँडा काँडाहरू त्यस्तो ओल्टे कोल्टे बनाएर राइड हानिरहेको छ बच्चा बच्चीहरू मिठो तरिकाले हेर्न सक्नुहुन्छ। स्किल एरिया पम्प ट्रैक। रेड ट्राइब। यहाँबाट जाँदाखेरि चाहिँ अब हजुरलाई चाहिँ अप्सन हुन्छ, तपाईँलाई चाहिँ बाइसाइकलको माध्यमबाट जान पनि सक्नुहुन्छ, बाइसाइकल हायर गरेर जान सक्नुहुन्छ। अनि होइन म बाई फुटै जान्छु भने चाहिँ अनि यहाँ इमर्जेन्सी कन्ट्याक्ट नम्बर र अनि आफ्नो नम्बरहरू छोडेर डिटेलहरू छोडेर चाहिँ जानुपर्ने हुन्छ। यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ माउन्टेन बाइक ट्रायल। यो रोड चाहिँ माउन्टेन बाइकर्सहरूको लागि भयो। अनि यो चाहिँ हाइकिङ ट्रायल। यो भनेको चाहिँ अब बाई फुट टक्क नेचुरल ब्युटीहरू हेर्दै हिँड्नको लागि चाहिँ यो चाहिँ बाई वाकिङ बाई फुट होइन। मैले चाहिँ दुईटामा चाहिँ बाई फुटै वाकिङ गर्ने अनि घुम्ने अनि एक्सप्लोर गर्ने सोच बनाएँ। सो मैले चाहिँ लगाइस हेर्न सक्नुहुन्छ है। नेचुरल ब्युटी भनेको यो हो। एउटा भाइब्स भनेको हुन्छ नि अलगै टाइपको भाइब्स आउने क्या। स्यान्डमा टक्क 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 कस्तो मजाले मिलाएर बनाएको होला कि बाटो हेर्नुहोस् त। देखो भाइजान भाइ लोग
आप लोग थोड़ा टाइम मिलेगा, थोड़ा इधर टाइम स्पेंड करने के लिए ज़रूर आ जाइए, क्योंकि ये जगह मेरे को है ना दुबई में मतलब एक मेन जगह था मेरे लिए घूमने आने के लिए। तो आज मेरा ख्वाहिश पूरा हो गया। चलो देखते हैं आगे आगे बढ़ते बढ़ते क्या क्या चीज़ें मिलेगा, वो आप लोगों को दिखाते चलूँगा। पर बहुत मुश्किल होता है यार ये सैंड में चलने के लिए, पुरा बालुवा छ नि त, बालुवामा हिँड्न एकदम गाह्रो हुँदो रहेछ, असहज हुँदो रहेछ। हिँड्ने बानी चाहिँ हराएछ भनेपछि बहुत मुश्किल होता है यार ये सैंड में चलने के लिए। अब हिँड्ने बानी पनि त हराएछ नि त केटाहरू गाइजहरू। अब 2 वर्ष लाग्यो पनि 3 वर्ष हुन लाग्यो, अनि हिँड्न भनेको त्यही ड्युटीदेखि रु त्यही भएर वाकिङ चाहिँ अब त्यही हो, अलिअलि जिममा अलिअलि हान्ने भनेको चाहिँ त्यही हो। नत्र भने चाहिँ हिँड्ने बानी हरायो नि त। टोटल हाइकिङ चाहिँ 8 किलोमिटरको रहेछ है गाइज। टोटल हाइकिङ भाई लोग 8 किलोमीटर गए हैं। तो आप लोगों को मैं बोल रहा था ना ब्लॉग में पहले, मैं आपको ऐसे जगह में लेके जाऊंगा जहाँ पे मतलब पूरा नेचुरल ब्यूटी हो और वो पंछियों का चिरबिर। हेलो गाइज, अझै रेस्ट एरिया रहेछ। एकछिन यसो रेस्ट गरेर बस्नु पऱ्यो, यसो थाकेको महसुस भयो। एकछिन रेस्ट गरौँ अनि त्यसपछि आफ्नो गन्तव्यतिर लगाउला है त गाइज। लगाइ हेर्न सक्नुहुन्छ है, यहाँ चाहिँ एउटा ब्युटिफुल सानो ब्रिज बनाएर राखेको रहेछ। रेस्ट एरिया, हजुरहरू चाहिँ थाकेको अवस्थामा चाहिँ रेस्ट गर्न सक्नुहुन्छ। अनि बी अवेर भनेर लेखेको छ है। यहाँ चाहिँ अलि जङ्गली जनावरको पनि यो बिच्ची सर्पहरूको चाहिँ हल्का डर रहेछ। हेर्न सक्नुहुन्छ सानो मस्त ब्युटिफुल ब्रिज। ओ माइ गॉड, थाकिसक्यो हो गाइज। म त हिँड्दा चिसो हावा चलिरहेछ होइन, मस्त हावा त चलिरहेछ। सास फुल्यो हो, हिँड्ने बानी थिएन, हिँड्ने बानी नै रहेनछ भन्ने कुरा बुझियो। तर हिँड्ने बानी भन्दा पनि यो बालुवावाला माटो भएर पनि होला कि हिँड्न अलिक गाह्रो भएको। एक ठाउँमा रेस्ट लिएँ, म ब्रेक लिएँ हल्का, अनि त्यसपछि फेरि कन्टिन्यू गरिरहेको छु। अब चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ अब छिटै नजिकै आउँदैछ। अब डेस्टिनेसन पुगिन्छ, के कस्तो छ हेरौँ। अहिलेसम्म चाहिँ एकदम इन्ट्रेस्टिङ लागिरहेको छ। बाटोहरू यताउति
चराचुरुङ्गीको चिरबिर त्यो आवाजहरू त्यो भाइब्सहरूको छुट्टै फिल हुँदो नि के, किनकि हामी भनेको नेपालमा बसेको मान्छे नि त, पुरा नेचुरल प्रकृतिसँग नजिकै भएर हुन्छ नि, हाँसेर खेल्दै प्रकृतिसँग हाँस्दै खेल्दै हुर्केको मान्छे नि त। अनि यो दुबईमा चाहिँ यस्तो ठाउँहरू चाहिँ खोज्न चाहिँ त्यो चारैतिर क्राउडै भिडभाड त्यो मान्छेहरू, अनि त्योदेखि चाहिँ इरिटेट भइन्छ नि त। अनि यस्तो ठाउँ पाउँदाखेरि चाहिँ एकदम इन्जोय गरिँदो रहेछ यार। आप लोग क्या बोलते हो भाई लोग, दुबई में है ना मतलब चारों तरफ क्राउड है ना, तो मतलब ऐसी जगह कम ही मिलता है ना, इसलिए ऐसी जगह मिलेगा तो थोड़ा एंजॉय अलग ही होता है, वाइब्स अलग हो रही है। देखो देख सकते बिल्ली भी इधर है, आजा मेरे दोस्त, इधर आओ इधर आओ। मानता नहीं दोस्त यार, आओ ना आओ, क्या हो गया, नाराज़ हो गया ये तो। इसके लिए कुछ खाने पीने का लेना चाहिए था, खाने पीने का नहीं है ना, भूखा दे। देखो नाराज़ हो गई क्या, हैं कहाँ भाग रहा है। हाँ बिल्ली बोलते हाँ मैं नाराज़ हो गई। लाइफमा चाहिँ मैले चाहिँ धेरै कुराहरू हुन्छ नि, दुबई आएपछि होइन, धेरै कुराहरू मैले धेरैजना मान्छेहरू धेरै कुराहरू हुन्छ नि त। पैसा भन्ने कुरा मैले केही कमाउन सकेन होइन, तर एउटा मान्छेहरूलाई नजिकैबाट चिन्न सकेँ। हुन्छ नि त, कस्तो मान्छेसँग सङ्गत गर्दा राम्रो हुन्छ, कस्तो मान्छेसँग हिँड्दाखेरि राम्रो हुन्छ, अनि सर्कलहरू कस्तो आफूले बिल्डअप गर्नुपर्ने रहेछ, अनि मान्छेलाई चाहिँ कति हदसम्म चाहिँ विश्वास गर्नुपर्ने रहेछ। यहाँ भनेको आखिरीमा भनेको तिम्रो सबभन्दा एउटा मिल्ने साथी र असल साथीहरूको यो अनुहारमा देखिरहेको छ नि फ्रेममा, तिमी नै हैछौ क्या लास्टमा। यहाँ यताउति साथी भाइ यताउति भनेर यताउति विश्वास गरेर चारैतिर सबैले धोका, सबैले आफ्नो एउटा स्वार्थ हुन्छ। सबैको स्वार्थ बिना कोही पनि यो दुनियाँमा कोही पनि हुँदैन, अनि स्वार्थ पुरा गर्छ। त्यसपछि चल हार्ड भाइ निकल मेरी जिन्दगी से, तेरे जैसे बहुत आए तेरे जैसे क्या बोल्थे यार भन्छ नि, त्यस्तै टाइपको के मान्छेहरू सबै भनेको यो दुनियाँको एउटा सर्टेन टाइमको लागि हो क्या। स्वार्थ पुरा नहुन्जेलसम्म, जबसम्म आफू म्याच्योर हुँदैन, जबसम्म आफू परिपक्व हुँदैन, जबसम्म अरूको साथ चाहिन्छ तबसम्म हजुरलाई पनि साथ दिन्छ नि। त्यसपछि जब आफू खुट्टामा उभियो, अब त्यो साथीहरूको मलाई चाहिँ साथ चाहिँदैन, त्यो साथ मलाई अब मसँग म सबै कुरा गर्न सक्ने क्षमता छ भन्ने एउटा इगो हुन्छ नि त साथीहरू सबैमा। अनि त्यसपछि तिमीलाई फर्केर पनि हेर्दैन कि कसैले, बुझ्यौ नि। त्यही भएर कसैलाई पनि आँखा चिम्म गरेर तिमीले माम्पा दुनियाँ दिवाना यो मेरो सबै थोक हो, महाकसम यो छ त दुनियाँ छ, यो छैन त दुनियाँ छैन भनेर कोही साथीहरूलाई विश्वास नगर केटा हो। लास्टमा भनेको फाइनली भनेको यो हुन्छ नि त, एउटा सहनै नसक्ने पीडा हुन्छ। मैले पनि लाइफमा धेरैजनाबाट चोट खाएँ, धेरैजना साथीहरूलाई विश्वास गरेर साथी भनेर होइन, जे होस् एउटा आत्मीयता दिएको हुन्छ नि त एउटा साथी भनेपछि त। अनि त्यसपछि लास्टमा अनि तिनै साथीहरूले चाहिँ अनि यस्तरी प्याच लात हानेर अनि हिँड्दो रहेछन्। त्यो अवस्थामा चाहिँ एउटा हुन्छ नि त, एउटा मान्छे सक्दै हुन्छ नि त, जुन साथीलाई तिमीले एकदम विश्वास गरेको हुन्छ। अरूले जे सुई गरोस् धोका दियोस्, जे सुई गरोस्, तर यो मान्छेहरू चाहिँ धोका दिँदैन केही लाइफमा चाहिँ। हमेसा सधैँभरि तिम्रो अगाडि पछाडि हुन्छ, तिमीलाई साथ दिन्छ भनेर सोध्छ नि। त्यो भनेको गलत फेमी हो गाइज, त्यही भएर त्यो गलत फेमीमा चाहिँ नबस्नु होला। त्यही भएर आफूमा हुन्छ नि निर्भर हुनु, कसैमा निर्भर नहुनु। म एक्लै गर्न सक्छु, म हुन्छ नि त, म भनेको मेरो बेस्ट फ्रेन्ड, मेरो साथी भनेको म नै हो। अनि आखिरमा भनेको म नै हो एक्लै हुने भनेको। अनि आएको पनि एक्लै हो नि त, आमाको कोबाट कोही साथीहरू यताउति
यताउति भनेर आएको त होइन नि त, आमा बाउबाट एक्लै आएको हो नि त। अनि मर्दाखेरि पनि एक्लै मर्ने हो, साथीलाई लिएर मर्ने त होइन। त्यही भएर जिउन पनि साथी बिना सिक्नुपर्छ। यो भनेको चाहिँ मैले एउटा आफूले भोगेको एउटा हुन्छ नि त रियालिटी, एउटा तितो सत्य भन्दा पनि हुन्छ, तर यो रियालिटी नै हो क्या। त्यही भएर त्यतिसम्म कसैलाई हुन्छ नि त एकदम मरिहत्ते टाइपको हुन्छ नि त, एकदम नगर्नु होला। किनकि त्यो एउटा एक टाइममा गएर हट हुँदाखेरि चाहिँ त्यो चाहिँ एकदम मन दुख्दो रहेछ, नराम्रो हुने रहेछ। एकदम त्यो फिल भनेको त्यो हुन्छ नि त एकदम खत्तम हुन्छ नि, एउटा हुन्छ नि माइन्ड हट, एउटा हुन्छ नि त एउटा केही नै काम नगर्ने टाइपको हुँदो रहेछ कि त्यो फेजमा चाहिँ। त्यो फेज चाहिँ कहिले पनि आउन नदिनु होला कसैले गाइजहरू। त्यही भएर कसैलाई नेभर ट्रस्ट टु एनी वान। आफू बाहेक र अनि आफ्नो परिवार, एउटा आमा बाउ, अब बहिनी हुनुहुन्छ, दाइ हुनुहुन्छ भन्ने ट्रस्ट गर्नु होला। फेरि भन्न खोजेको फेरि आफूलाई मात्र विश्वास गर भन्ने, फेरि फ्यामिलीलाई विश्वास नगर्ने भन्नु होला। फ्यामिलीलाई चाहिँ विश्वास गर्दा फ्यामिली छ नि त, हामी छौँ, बाँचिरहेको छौँ, तिनीहरूकै देन हो। अनि तिनीहरूलाई रेस्पेक्ट गर, हुँदाखेरि कदर गर, तिनीहरूलाई सबै थोक मानेर हिँड। यता काल्पनिक दुनियाँमा एउटा हुन्छ नि त के हुन्छ, कतिखेर कसले साथ छोड्छ भन्ने कुरा थाहा हुँदैन। त्यही भएर गाइज बी अवेर, दस्नेवाला साथीहरूलाई चाहिँ यो चाहिँ एउटा मेसेज हो होइन। अनि भन्छ नि मान्छेहरूमा एउटा सबभन्दा मेन भनेको चाहिँ आफूले हुन्छ नि कुनै कुरामा आफू पनि गल्ती हुन सकिन्छ भन्ने कुरा चाहिँ महसुस गर्नुपर्छ। म चाहिँ 100% सही र अनि अगाडि सामनेवाला मान्छे चाहिँ गलत, यही नै गलत हो भनेर कसैलाई पनि नठाउनु होला। त्यसमा आफूले पनि एउटा एनालाइज गर्नु होला कि म पनि कस्तो थिएँ, मैले के गरेँ, मैले यो मान्छेलाई मैले किन यस्तो गरेँ भन्ने कुरा पनि एउटा राख्नु, आफूलाई पनि एनालाइज गर्न सिक्नुपर्छ। अनि एउटा लाइफमा भनेको एउटा इगो राख्नु, एउटा हुन्छ नि इगो र घमण्ड, यो चिजहरू हजुरको लाइफमा छ भने चाहिँ प्लिज यो चिजले चाहिँ हजुरलाई चाहिँ हुन खान दिँदैन हेर्नु। त्यही भएर इगो राख्नु, पोजिटिभ इगो राख्नुपर्छ। तर यो घमण्ड र इगो धेरै भयो भने चाहिँ मान्छे डिस्ट्रोय हुन्छ, आफूलाई समाप्त गर्छ। त्यही भएर इगो चाहिँ नराख्नु होला। म भन्छु सबभर चाहिँ नर्मल, सबैलाई रेस्पेक्ट गरेर हिँड्नु होला। सबैलाई हुन्छ नि इज्जत दिएर हुन्छ नि त, एउटा सेल्फ रेस्पेक्ट भन्ने कुरा राख्नु होला। कसैलाई आफ्नो सेल्फ रेस्पेक्ट फालेर चाहिँ मर्यादा चाहिँ नगर्नु होला। त्यो भनेको आखिरमा हुने भनेको चाहिँ त्यो डिप्रेसन एन्जाइटीमा पुग्नेवाला फेज हुन्छ कि फेरि। त्यही भएर नर्मल भएर जिउनुपर्छ मान्छे भएपछि। जतिसुकै दुःखमा रुने र अनि खुसीमा रमाउने, के अरे दुःखमा आत्तिने र खुसीमा मात्तिने यस्तै समथिङ केही भन्छ नि, अनि त्यो गर्नु हुँदैन। लाइफ भनेको एउटै तरिकाले चलाउनुपर्छ, चाहे एउटा सक्सेस भएको क्षेत्रमा होस्, चाहे एउटा दुःख गर्दै नभए पनि नआत्तिनु होला। आत्तिनु नहुँदो रहेछ। आफूलाई मन बुझाएर, आफूलाई कन्ट्रोल गरेर, इमोसनहरूलाई कन्ट्रोल गरेर हिँड्यो भने चाहिँ लाइफ अवश्य सहज हुनेछ। आजभोलि एक्लै घुम्ने बानी लागेको छ क्या गाइस। एक्लै अब छुट्टी हुँदैन, अब सबैको छुट्टी, अब साथीभाइ यताउति भनेर कुरेर पनि काम छैन। सबैको छुट्टी अब मिल्न गाह्रो हुन्छ। त्यही भएर आफूलाई घुम्न छ, आफूलाई डुल्न छ, आफूलाई इन्जोय गर्नु छ भने चाहिँ एक्लै पनि हिँड्न सिक्न पर्ने रहेछ। अनि एक्लै हिँड्दाखेरि पनि खासै त्यस्तो नराम्रो चाहिँ हुँदो रहेछ। एक्लै पनि रमाइलो हुँदो रहेछ घुम्नलाई चाहिँ। एक्लै घुम्न पनि लाइफमा सिक्न पर्ने रहेछ। अनि
एक्सक्युज दिँदै नदिनु कि ए साथी छैन मेरो घुम्न जाने डुल्न जाने यताउति भनेर नभन्नु। घुम्न जाने यार सिधा बस समात्ने हिँड्ने लोकेसन हेर्ने हिँड्ने हो कि आफू घुम्ने हो नि त। साथीहरू चाहिँ चाहिन्छ भने चाहिँ नसोच्नु कि एक्लै पनि घुम्न सिक्नु। साथीहरू छैन त के भएर म एक्लै घुम्न पनि सक्छु नि त, एक्लै डुल्न पनि सक्छु भनेर एक्लै घुम्न सिक्नु होला। अब यहाँ अर्को दोस्त थिइन् यहाँ रिसाएर आमा यो त ढाडे बिरालो हो क्या, यसले मार्छ क्या हो, एकदम डेन्जर लुक्स हेरिरहेको छ, यसले खान्छ जस्तो छ। अगाडि गयो नि हेलो हेलो ब्ल्याक ह्यान्डसम, यो चाहिँ अफ्रिकातिरबाट आएको हो क्या। आमामा साडेको के खान्छ होला हौ यसले, के साह्रो मोटो हो, भाग्यो यार। कस्तो मजाले बसिरहेको थियो, सरी यार डिस्टर्ब गरेँ यार। गाइज इट्स अलमोस्ट 1 आवर। 3 बजेबाट ट्रेकिङ सुरु गरेको म 4 बजिसक्यो, अझै पनि म डेस्टिनेसनमा पुगिरहेको छैन। म चाहिँ अनि आफ्नो डेस्टिनेसन चाहिँ एकदम भरपूर इन्जोय लिएर हिँडिरहेको छु। अनि एकदम रमाइलो फिल भइरहेको छ, एकदम मजाको फिल भइरहेको छ। मलाई कस्तो लाग्यो भने यहाँ आउँदाखेरि होइन, मेरो आफ्नो कुरा के हुनाले यस्तै भाइब्स हुन्छ नि हाम्रो उसमा माइन्डमा मनमा हुन्छ, यस्तै भाइब्स चाहिँ 24 आवर्स चाहिँ आउनु पर्ने क्या। यस्तै भाइब्स एउटै भाइब्स होस् के, यताउति अनेक कुराहरू यताउति हुन्छ नि त, सोचहरू नआओस्, ओभर थिङ्किङ हुन्छ नि त्यस्तो नहोस्, एउटै भाइब्स होस् के, यस्तै भाइब्स आओस् मनमा जस्तो लाग्छ कि, फिल हुन्छ कि। तर माया कसम अहिले चाहिँ एकदम इन्जोय फिल गरिरहेको छु। अनि कतिखेर चाहिँ एकदम लो फिल हुन्छ नि त, अनि ब्याड कुराहरू हुन्छ नि त, नराम्रो यताउति के कुराहरू सोच्ने, त्यो चाहिँ नआइदिए भयो हुन्थ्यो जस्तो लाग्छ। के गर्ने गाइज अब फाइनली अब धेरै छैन होला सायद बाटो, धेरै भयो 2 किलोमिटर जति होला। बहुत थाकियो यार, बाटो रमाइलो त छ तर हिँड्ने बानी छैन नि त, त्यही भएर लास्टै थाकियो यार। हिँड्ने बानी चाहिँ गर्नुपर्छ। थाक्यो भाइलो थाक्यो यार। साथीहरू भएको गफ हान्दै हिँड्नुहुन्थ्यो, साथीहरू छैन अनि एक्लै नि कता नमजा यस्तो नमजा चाहिँ होइन। क्या बोलते हो भाई लोग, आप लोग बताइए। मतलब अकेला कभी ऐसा घूमे हो, मतलब हैंग आउट किया हो, मतलब ऐसा जगह में अकेला घूमना सीखे हो कभी तो
नहीं सीखे हो तो घूमने सीख लो। अकेला घूमने में भी अलग ही मज़ा आता है मेरे भाइ। यो विदेशीहरूको फुरेहरूको बच्चाहरू पनि कस्तो एक्टिभ हो यार, हिँड्न कस्तो सबैको घुइँ हिँडिरहेको छ नि त, हामीलाई गाह्रो भइरहेछ। बच्चाहरू पनि लराङ दौडिरहेको छ नि यार। सक्यो अर्को कामतिर लाग्नुहोस्, मेहनत गर्नुहोस् होइन। मेहनतको चाहिँ एकदम एक दिन चाहिँ फल चाहिँ आवश्यक पाइन्छ होइन। त्यही भएर आफूलाई बिजी चाहिँ मस्त बिजी राख्नुपर्छ। मेरो आजभोलि डेली लाइफ कहिले चलिरहेको छ भन्दाखेरि ड्युटी गयो, ड्युटीबाट आयो, आउने बित्तिकै थाकेको हुन्छ, यसो फ्रेस भयो, जिमतिर दौडियो, लानु सक्छ तयारी गर्नु। एयरलाइन्स होइन दुबई होला। आफूले आफूले के भन्दै थिएँ, आफूले आफूलाई चाहिँ बिजी राख्न सिक्नुहोस्। अनि मेहनत चाहिँ आफूले आफूलाई चाहिँ एकदम रगडेर अलिक सार्प गराएर राख्न सिक्नु हुन्छ नि। आफूले आफूलाई टाइम दिनुहोस्। आफूले आफूलाई टाइम दिएपछि चाहिँ एक दिन चाहिँ सक्सेस अवश्य हुन्छ होइन। अनि बिजी चाहिँ बिजी हुनुपर्छ, खाली बसेर हुँदैन। खाली बस्यो भनेको चाहिँ सोचहरू सैतानको घर हो, खाली दिमाग भनेको सैतानको घर हुन्छ। खाली बसेर सोचेर डुलाएर बस्नु नहुने रहेछ। केही टाइम मिल्ने बित्तिकै घुम्न निस्कनुहोस्। विकेन्डमा रमाइलो गर्न भए निस्किहाल्नु, चाहे साथी होस् चाहे नहोस्, एक्लै भए पनि हिँड्न सिक्नुपर्छ। अनि यसले चाहिँ रियल हुन्छ नि एउटा भाइब्स व्यतीत रहेछ। यो लाइफ भनेको एउटा जिन्दगी भनेको एउटा खुल्ला किताबको एउटा लेसन हो कि सबै चिजहरू सिक्दै सिक्दै भोग्दै जान्दै हिँड्ने हो कि। त्यही भएर राम्रो तरिकाले लाइफ चलाउनुको लागि चाहिँ एउटा राम्रो बाटो हिँड्नु पऱ्यो, गलत बाटो लाग्नु भएन होइन। राम्रो सोचहरू विचारहरू ल्याउनु भएन दिमागमा। राम्रो गर्नु, हजुरले राम्रो गर्नु, हजुरले राम्रो गर्छन् राम्रो होला। हजुरले राम्रो गर्दा गर्दै हजुरलाई राम्रो हुँदैन भने आफूले राम्रो गर्दा गर्दै आफूले हुन्छ नि एकदम 100% इफोर्ट दिँदै पनि अब केही कुराहरू हुँदैन भने छोडिदिनुहोस्। लाइफमा भनेको एउटा हुन्छ नि कसैसँग डोन्ट चेस डोन्ट बेग कसम से एउटा सेल्फ रेस्पेक्ट भनेको इम्पोर्टेन्ट एकदम। म त त्यो एकदम म स्वीकार्छु यार। आफ्नो सेल्फ रेस्पेक्ट चाहिँ आफूले मेन्टेन गरेर राख्नुपर्ने छ। कसैको लागि यताउति हेनतेन एउटा झुक्ने भनेको एउटा बाउआमा
फाइनली हाम्रो हाइकिङ जर्नी चाहिँ सकियो। म कस्तो अचम्म यार, म सोचिरहेको थिएँ है जाँदाखेरि चाहिँ यो बाटो गएको थियो नि त हामी। म सोचिरहेको थिएँ कि अनि फेरि रिटर्न यही बाटो फर्किन पर्ने होला भन्ने सोचिरहेको थिएँ। तर कस्तो अचम्म के, जाँदाखेरि यो बाटो गयो अनि त्यसपछि फर्किँदाखेरि चाहिँ त्यो बाटो फर्कियो कि। यस्तै घुमाइ लास्ट एन्डिङ चाहिँ यस्तै रहेछ कि। अनि क्या चकमा खाइदियो कि, कस्तो अचम्मको चिजहरू बनाएको कि, एउटा रुट के अचम्मको रुट बनाएको कि। अनि सँगसँगै अनि साइक्लिङ पनि सेम वे, अनि सेम वेबाटै घुमेर फर्किने कि। यो चाहिँ पुरा चिज हो कि भनेको। आजको ब्लग चाहिँ कस्तो लाग्यो हजुरलाई? होप्सो सबैजनाले रमाइलो गर्नुभयो होला। भिडियोलाई अन्तिमसम्म साथ दिनु होला, हेरेर रमाइलो गर्नु होला। अनि केही कुराहरूमा चाहिँ कमी कमजोरी भएको भए चाहिँ यस्तो गर्नुपर्छ, यस्तो ब्लगमा यो हुनुपर्छ भनेर चाहिँ कमी कमजोरीहरू ल्याइदिनु होला, ताकि म भोलिको दिनहरूमा चाहिँ सबै कमी कमजोरी सुधारेर अझै निकालेर राम्रो ब्लग गर्न सकौँ होइन। कमीहरू सुधारिदिएको भन्ने मान्छे नै यो चाहिँ कमी हो भन्ने मान्छे नै त्यो मान्छेहरूको आफ्नो नजिकको करिबको मान्छे हुन्छ अरे क्या। तेरो यो चाहिँ कमी कमजोरी छ, यो चाहिँ सुधारै हो, त्यो भने चाहिँ मान्छेले पनि कमी कमजोरी सुधार्ने मौका पाउँछ। ल यही भन्दै म चाहिँ ब्लग चाहिँ हजुरलाई कस्तो लाग्यो गाइज? आपको आज का ब्लॉग मेरा कैसा लगा थोड़ा बताइए कमेंट सेक्शन में। और क्या क्या मेरे को मतलब सुधारना चाहिए, मतलब कुछ कमी कमजोरी हो सकता है ब्लॉग में। क्लैरिटी नहीं है, वॉइस बढ़िया नहीं आ रहा है, क्या है मतलब सब कुछ मेरे को बता देना, क्योंकि मैं अकेले गया था, मेरे पास ब्लॉगिंग सेट सब कुछ नहीं है। मेरे पास एक ही मोबाइल है भाई, स्टार्टिंग है, तो धीरे धीरे मैं ब्लॉगिंग सेट सब कुछ खरीद लूँगा धीरे धीरे। एक ही साथ तो सब कुछ नहीं होगा, क्योंकि मनी भाई उयो होना चाहिए सब कुछ के लिए। तो नेक्स्ट टाइम चाहिँ अब कुन लोकेसन हुन्छ त्यो चाहिँ अझै डिसाइड भएको छैन। अनि हेरौँ ल कुन लोकेसन छ, त्यही अनुसार डिसाइड गरेर चाहिँ अर्को ब्लग्स चाहिँ छिटो आउँदैछ। त्यति बेला चाहिँ म चाहिँ टुङ्गे है त। ल बाई बाई एभ्रिवान।